हाई एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। के छ हजुरहरूको हालखबर? हजुरहरू सबैजना आराम कुशलै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। अनि साथीहरू, यहाँ हामी चाहिँ अस्ति नै मैले बन्दै गरेको चाहिँ शहीद पार्क चाहिँ हजुरहरूलाई देखाएको थिएँ नि त। अनि पछि फेरि बनिसके पछाडि चाहिँ कस्तो देखिन्छ म हजुरहरूलाई देखाउँछु भनेको थिएँ होइन। अनि म चाहिँ अहिले ठ्याक्कै शुक्रबारेमा चाहिँ दसैँ मनाउनको लागि भनेर आएको छु नि त। अनि त्यही भएर चाहिँ शहीद पार्क कस्तो बनेछ त भनेर म आफू पनि हेर्नको लागि आएको। अनि हजुरहरूलाई पनि देखाउँछु है त। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ है, यो मेरो पुन्टीहरू जसरी हिँडिरहेछन्। अनि पाहाडको बाटोमा मजासँगले यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ। सानो बेबी यता हेर्छ, हाई भन्ने छ, हाई लिन्छ। हेलो विपना, कहाँ हिँड्छको? घुम्न। वाउ, ल अब हजुरहरूलाई चाहिँ म वहाँ पुगेपछि देखाउँछु है त। ल साथीहरू, यहाँ मजाले पाहाडको बाटो चाहिँ हाम्रो चाहिँ यहाँ हिँडाइ हुँदैछ। अनि अब म चाहिँ यहाँ पार्क आइपुग्नै लागिसकेको छु। अनि पार्क त यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ, यहाँ अगाडि हो क्या, यो बनिसकेको रहेछ क्या, कस्तो बनेको छ। अब म हजुरहरूलाई देखाउँछु है त। अब हजुरहरू पनि हाम्रो यहाँ 6/5 शुक्रबारेमा रहेको यो पार्कको चाहिँ म सँगसँगै भिजिट गर्नु होला है त। अब म हजुरहरूलाई देखाउँछु। यहाँ चाहिँ बाटो यस्तो छ, पाहाडको बाटो चाहिँ पुरा पानी पऱ्यो भने चाहिँ पाहाडमा चाहिँ लास्टै डेन्जर हुने क्या। हेर्नु न, पाहाडको बाटोको हालत यस्तो छ। अनि यहाँ हजुरहरूलाई म अब देखाउन लागिरहेको छु। यो चाहिँ गेट हो क्या, यो शहीद पार्कको यो टक्कसँगले गेट भइहाल्यो। अनि अब म हजुरहरूलाई यहाँदेखि देखाउँछु है त। यो चाहिँ सिँढी हो क्या, हेर्नु न कस्तो राम्रो बनाएको रहेछ क्या सिँढी पनि यस्तो। हजुर कस्तो राम्रो बनाइसकेको नि। ल अब हामी चाहिँ यहाँ जाँदैछौँ, तर कस्तो फोहोर बनाएको है, सफा चाहिँ गरेको रहेन छ। यहाँ हजुरले देख्न सक्नुहुन्छ यस्तो छ क्या। गुराँस पनि पाइन्छ यहाँ, तर गुराँस चाहिँ अहिले चाहिँ फुलेको चाहिँ छैन है त। गुराँस चाहिँ अब यहाँ नि कस्तो बनाएको हालत। यहाँ हेर्नुहोस् न, यो पार्कको यहाँ काँडाले घोस्ला है बेबी, यहाँ काँडा रहेछ है। यहाँ हेर्छ यो ए यहाँनिर रहेछ यस्तो है। यता चाहिँ कस्तो यो काँडाले घोच्छ बिस्तारै हिँड्छ। हजुर केही छैन, यस्तै हो नि। अब राम्रो मजाले बनेको रहेछ कि, तर यहाँ चाहिँ सरसफाइहरू चाहिँ खासै रहेनछ क्या साथीहरू। विपना कस्तो घाम लागिरहेछ, कतिको पोलिरहेछ घामले। चर्को घाम लाग्यो, चर्को लाग्यो घाम के हो गीत। आम्मामामा भगवान्, हामी चाहिँ यहाँ आइपुगिसक्यौँ है। ल हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ है कस्तो राम्रो यी बस्ने यस्तो छ। अनि यहाँ हेर्नुहोस् न, शहीद पार्कमा चाहिँ कति 3जना शहीदहरूको चाहिँ यस्तो राम्रो बनाएको छ क्या, कस्तो राम्रो देखेको के। ए वाउ, कस्तो लाग्यो बेबी? खतरा लाग्यो। ल हेर्नुहोस् है हजुरहरूले चाहिँ, हामी अस्ति आउँदा चाहिँ बन्दै थियौँ नि त यो पार्क। अनि मैले चाहिँ हजुरहरूलाई बनिसके पश्चात पनि कस्तो बन्छ म पछाडि देखाउँछु भनेको थिएँ नि त। अनि ठ्याक्क हजुरहरूलाई चाहिँ म आज यहाँ देखाउँदैछु। कस्तो उकालोमा हिँड्नै सकिँदैन, गलेर कस्तो सास बढिरहेछ। के गरेको विपना? ओके हुन्छ। अब यहाँ म हजुरहरूलाई देखाउँछु। यहाँ तलतिर त्यस्तो बस्ने ठाउँ छ क्या। अब यहाँनिर कस्तो आनन्द हुने है, कति चिसो हौ तर। वा ल यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ, त्यस्तो बस्ने ठाउँ छ क्या, त्यसरी बसेर आनन्द। तर यहाँ चाहिँ कस्तो क्या, मौसम चाहिँ अति चिसो, घाम लागे पनि घाम चाहिँ कस्तो पोल्ने खालको नै छ छाना चाहिँ होइन। अनि यसो रुखको छारीभित्र बस्यो भने चाहिँ शीतल फिल हुन्छ क्या। के भन्छेको मेरो बेबी चाहिँ हो र। यहाँ चाहिँ हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ है कस्तो मजाको यस्तो रुख छ क्या। अनि यहाँदेखि मुनि चाहिँ यस्तो छ क्या, रुख चाहिँ यहाँ मुनि चाहिँ। अनि यस्तरी बनाएको छ क्या। यहाँ चाहिँ कस्तो राम्रो हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ अब हामी चाहिँ यहाँनिर 1-2 फोटोहरू खिच्छौँ होइन। अनि टिकटक पनि बनाउँछौँ 1-2वटा। अनि हामी चाहिँ घरतर्फ लाग्छौँ। यहाँ आजको मौसम चाहिँ यस्तो छ है, शुक्रबारको मौसम चाहिँ कस्तो पानी पर्न पनि खोजिरहेको छ। फेरि एकैछिनमा घाम लाग्छ, एकैछिनमा पानी पर्छ। के भएको ल के गरेको विपना चाहिँ? गीत बिनाको टिकटक
ल है त साथीहरू हाम्रो चाहिँ यो शहीद पार्क चाहिँ यस्तै छ हजुरहरूलाई चाहिँ हाम्रो शहीद पार्क कस्तो लाग्यो यदि मन परेमा चाहिँ लाइक कमेन्ट अनि सेयर गर्न भन्दै नभुल्नु होला भन्दै हजुरहरू बास म चाहिँ बिदा हुन चाहन्छु हस् त बाई बाई